दसैँमा तिमी घर आउँछौ भनेको छोरा। आज तिम्रो कुर्सी मात्र खाली छैन छोरा, यो आमाको मन पनि खाली छ। छैन, हराएको छैन, प्रत्येक देशभक्तिहरूको लागि अमर बनेको छ। तिमी त अमर देशभक्तिको आमा बन्यौ। देशभक्तिहरूको लागि तिमी आमा हो, किन चिन्ता लिन्छ? बाबा, मम्मी, दादाले त अन्तिम चिठीमा यस्तो पो लेख्नु भएको छ त। मेरो अमर छोराले के लेखेको रहेछ नानी? पढेर सुनाऊ त। दसैँमा म जसरी भए पनि घर फर्कन्छु। यदि म छैन भने पनि मेरो आवाजलाई तपाईँहरूले घर आँगनमै जिउँदो राख्नु पर्दछ। हामी चुप लागेर बस्ने हो भने इतिहास पनि चुप हुन्छ। हामीले आवाज उठायौँ, त्यही स्वरमा साथी गयो। तेरो दाइलाई गोली लागेर ढलेको क्षण मैले अहिलेसम्म बिर्सेको छैन। हेर बहिनी, अब पिर नगर, जे हुनु भइहाल्यो। घर भत्कियो भने हामी छाना दिन सक्छौँ, मन भत्कियो भने हामी शब्द दिन सक्छौँ। दाजुभाइ दिदी बहिनीहरू, अब हामी सबै मिलेर पीडितलाई सहयोग गर्नुपर्छ। यो हाम्रो कर्तव्य हो। तर हाम्रो दसैँ नाचगान मासु मदिरा के हामी त्याग्ने? दसैँ केवल रमाइलो गर्ने दिन मात्र होइन नि त, पीडितलाई अँगालो हाल्ने दिन पनि हो। देश हल्लिन्छ, तर गाउँ मौन रह्यो भने देशले न्याय पाउँदैन। तपाईँहरूको आवाज, तपाईँहरूको सहयोग, यही नै सच्चा दसैँ हो। म मेरा साथीहरूले छाडेका बाटो जानेछु। म पढ्नेछु, वकालत बढ्नेछु, ताकि भोलिका पुस्ताहरूले यस्ता दसैँमा आँसु होइन, आशा पाओस्। हामी सङ्कल्प गर्छौँ, हिंसा होइन, शिक्षा र न्यायको बाटोमा हिँड्छौँ।
देखिन्छ। सपना अधुरो भए नि बाँचिन्छ। दसैँको टिका खाली निधारमा तिम्रो सम्झना कहिले नहराउँछ। साथी त गयो तर स्वर बाँकी छ। न्याय खोज्न प्रतिज्ञा बाँकी छ। सपना तिम्रो हामी पुरा गर्छौँ। रगतले होइन हामी प्रेमले जित्नेछौँ। गुमाएको छोरोको ज्यान हामी फर्काउन सक्दैनौँ, तर छोरोको सपना हामी साकार बनाउन सक्छौँ। उसको सपना हामीसँग छ। आँसुलाई हामीले आशाको धारामा बगाउनु पर्छ। सङ्घर्षलाई हामीले संवादमा बदल्नुपर्छ। चाहिँ केवल रगतले होइन, प्रेम र सम्मानले पनि महान हुन्छ। आज हामी सबै मिलेर भन्छौँ, हिंसा होइन, न्याय चाहिन्छ, पीडा होइन, आशा चाहिन्छ।